गाइज स्वास्थ्य गुरु तपाईहरुले चाहिँ म्याम एज पनि भनिदिनु न यसमा भन आर्मी पुलिस एफएफमा जागिर खानको लागि चाहिँ एज कति चाहिन्छ र कतिसम्मको मान्छेले पाउँछ र कुन पोस्टमा जानलाई चाहिँ कति एज हुनुपर्छ भन्नुभयो थियो। म तपाईहरुलाई त्यो क्लियरली बताइदिन्छु। तपाईलाई यो नेपाल पुलिस आर्मी एफएफमा जाने हो भने चाहिँ 18 वर्ष चाहिँ पुरा हुनु पर्यो है। यो 18 वर्ष पुरा भएको मान्छेले चाहिँ फर्म भरेर जागिर खान पाइन्छ है। र अर्को भनेको तपाईहरुलाई चाहिँ भनौँ न म कुरा गर्छु आर्मीबाट हैन। आर्मीको तपाईहरुको क्याडेटमा भर्नुहुन्छ भने 21 वर्ष कम्प्लिट नभएसम्म पाइयो र तपाईको त्यही आर्मीको सैन्यमा भर्नुहुन्छ भने चाहिँ 22 वर्षसम्म मजाले लडेर तपाईहरुले जागिर खान पायो। क्लियर छ भने चाहिँ क्याडेटमा 24 वर्षसम्म चाहिँ लड्न पाउँछ है, तर ब्याचलर क्लियर हुनु पर्यो। अनि आउँछ अब पुलिसमा रहेको छ तपाईहरुको असैमा चाहिँ 24 वर्ष कम्प्लिट नभएसम्म पाउँछ भने तपाईहरुको त्यही जवानको लागि चाहिँ 23 वर्षसम्म मात्रै छ है यो के भन्छ रे पुलिसहरुको। र अर्को भनेको तपाईहरुको एपीएफ हो हैन। एपीएफहरुको चाहिँ असैको लागि 24 वर्ष हो भने जवानको लागि चाहिँ 22 वर्ष मात्रै हो है। यदि ब्याचलर क्लियर हुनुहुन्छ भने चाहिँ 26 वर्षसम्म तपाईहरुले इन्सपेक्टरमा लड्न पाउनुहुन्छ है। तपाई एपीएफ पनि लड्न पाउनुहुन्छ पुलिसको नि। तर तपाईहरुको भनौँ न अरु भन्दा चाहिँ भनौँ न पुलिसमा चाहिँ अरूको भन्दा 1 वर्ष एज अलि बढी छ के। तपाईहरुको जवानमा नि हेर्नुस् र असैमा पनि अलि बढी नै छ भने तपाईहरुको आर्मीमा चाहिँ एज अलि कम छ है। अनि बाँकी भनेको त्यही हो गाइज। अनि र तपाईहरु यसमा तपाईहरुको यदि तपाई असै र क्याडेटमा फर्म भर्दै हुनुहुन्छ भने पारे क्लियर हुनु पर्यो हैन। म जवानमा खान्छु म भनौँ 8 पास छु भन्ने मान्छेले चाहिँ जवानमा खाँदा पाइयो है 8 पासकोले। त्यही हो त गाइज।